प्रश्न नम्बर 1 नेपालको काश्मीर भनेर कुन जिल्लालाई चिनिन्छ? नम्बर क हुम्ला जिल्ला, नम्बर ख जुम्ला जिल्ला, नम्बर ग पाल्पा जिल्ला, नम्बर घ कास्की जिल्ला। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ख जुम्ला जिल्ला। प्रश्न नम्बर 2 विश्वको सबैभन्दा उच्च स्थानमा रहेको ताल कुन हो? नम्बर क राराताल, नम्बर ख फेवाताल, नम्बर ग बेगनास ताल, नम्बर घ तेलिचो ताल। यसको सही उत्तर रहेको छ अप्सन नम्बर घ तेलिचो ताल। प्रश्न नम्बर 3 कुलपर्व हुँदा नेपालका प्रधानमन्त्री को थिए? नम्बर क पुष्कर शाह, नम्बर ख भीमसेन थापा, नम्बर ग फतेजङ शाह, नम्बर घ अभिमान सिंह बस्नेत। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ग फतेजङ शाह। प्रश्न नम्बर 4 कुतिनाका कुन जिल्लामा रहेको छ? नम्बर क रसुवा जिल्ला, नम्बर ख डोल्पा जिल्ला, नम्बर ग मुस्ताङ जिल्ला, नम्बर घ गोर्खा जिल्ला। यसको सही उत्तर रहेको छ अप्सन नम्बर क रसुवा जिल्ला। प्रश्न नम्बर 5 सप्तगण्डकी नदीको सबैभन्दा ठुलो सहायक नदी कुन हो? नम्बर क दरौदी नदी, नम्बर ख त्रिशुली नदी, नम्बर ग सेती गण्डकी नदी, नम्बर घ कालीगण्डकी नदी। यसको सही उत्तर रहेको छ अप्सन नम्बर घ कालीगण्डकी नदी। प्रश्न नम्बर 6 नेपालको वर्तमान संविधानमा कतिवटा मौलिक हकको व्यवस्था गरिएको छ? नम्बर क 15 वटा, नम्बर ख 21 वटा, नम्बर ग 25 वटा, नम्बर घ 31 वटा। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ख 21 वटा। प्रश्न नम्बर 7 नेपाल सम्बतको प्रचलन चलाउने राजा को हुन्? नम्बर क मानदेव, नम्बर ख अंशुवर्मा, नम्बर ग राघवदेव, नम्बर घ भीम शमशेर। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ग राघवदेव। प्रश्न नम्बर 8 राष्ट्रिय जनगणना 2068 अनुसार कम जनसङ्ख्या भएको जाति कुन हो? नम्बर क थामी जाति, नम्बर ख चेपाङ जाति, नम्बर ग लोटाङ जाति, नम्बर घ कुसुन्डा जाति। यसको सही उत्तर रहेको छ अप्सन नम्बर घ कुसुन्डा जाति। प्रश्न नम्बर 9 कुन राणा प्रधानमन्त्रीलाई स्कुलका पिता भनिन्छ? नम्बर क पद शमशेर, नम्बर ख जुद्ध शमशेर, नम्बर ग चन्द्र शमशेर, नम्बर घ वीर शमशेर। यसको सही उत्तर रहेको छ अप्सन नम्बर क पद शमशेर। प्रश्न नम्बर 10 नेपालको सबैभन्दा ठुलो मन्दिर कुन हो? नम्बर क पशुपतिनाथ मन्दिर, नम्बर ख मुक्तिनाथ मन्दिर, नम्बर ग मनोकामना मन्दिर, नम्बर घ जानकी मन्दिर। यसको सही उत्तर रहेको छ अप्सन नम्बर घ जानकी मन्दिर।